तपाईलाई एकदमै रसमलाई खान मन लाग्यो तर रसमलाई किन्ने ठाउँ नै छैन भने तपाईँ के गर्नुहुन्छ? आफै घरमा बनाउनुहुन्छ? हामीले पनि त्यस्तै भएको थियो अनि आफै घरमा बनाउन ट्राई गर्यौँ। फर्स्टमा एउटा भाँडामा दुध हाल्यौँ, त्यसलाई तताएर उम्लिन दियौँ अनि त्यो दुध फटाउनलाई चाहिँ थोरै अमिलो हाल्यौँ। यतिको भएपछि हामीले एउटा सफा कपडामा हालेर छान्यौँ अनि अमिलो पखाल्नलाई चाहिँ पानीले धोइदियौँ अनि त्यसलाई मजाले निचारेर 3-4 घण्टा चाहिँ पानी तर्न छोडिदियौँ। त्यसपछि दुधको डल्लो यतिको भएको थियो। त्यसलाई मजाले हत्केलाले मार्यौँ अनि त्यसलाई बाइन्ड गर्न चाहिँ कर्नस्टार्च थोरै हालेर मस्त मोल्यौँ। हामीले यतिको पेडा जस्तो डल्लो बनायौँ जुन चाहिँ पाकेपछि मस्त फुल्छ। यो रसमलाईको सेप यतिको भएपछि एउटा भाँडामा चिनी हाल्यौँ अनि त्यसमा पानी हालेर मजाले उम्लिन छोड्यौँ। त्यो पानीमा अलिकति स्याफ्रोन र सुकमेल पनि हाल्यौँ अनि अर्को भाँडामा चाहिँ थोरै दुध तताउन बसाल्यौँ अनि त्यसमा नि थोरै स्याफ्रोन हाल्यौँ। अघिको चास्नी उम्लिन थालेपछि चाहिँ त्यसमा एउटा एउटा गर्दै रसमलाई हाल्यौँ अनि त्यसलाई छोपेर 10 मिनेट जति पकाउन छोडिदियौँ। रसमलाई चाहिँ फुलेर यतिको भयो अनि त्यसलाई हल्का निचोरेर अघि तताएको दुधमा हाल्यौँ। धेरै चाहिँ निचोर्नु चाहिँ हुँदैन है यसलाई। त्यसपछि यसलाई रेस्ट गर्नलाई चाहिँ 2-3 घण्टा छोडिदियौँ अनि हामी रसमलाईको माथिबाट पेस्ता र आलमन्ड हाल्यौँ। यो रसमलाई चाहिँ एकदमै मिठो भएको थियो। हजुरहरू पनि ट्राई गर्नु होला। हजुरहरू पक्कै पनि ट्राई गर्नु होला।